हेलो, धन्यवाद। आजको यस कार्यक्रमका आयोजक युथ एडभोकेसी नेपाल साथसाथै यसका पार्टनरसिप हुनुभएका सम्पूर्ण सङ्घ संस्थाहरू, आज यस युनिभर्सल पेरियोडिक रिभ्यूमा चाहिँ हामी ग्रुप नम्बर 6 को तर्फबाट चाहिँ म मनिष अधिकारी साथसाथै मेरो हाम्रो टिम चाहिँ नन डिस्क्रिमिनेसन एन्ड इक्वालिटीमा चाहिँ आज अहिलेसम्म नेपालमा कस्तो कस्तो प्रोग्रेस भएको छ र यसका च्यालेन्जेस तथा रिकमेन्डेसन्सहरू चाहिँ के छ त भनेर हामीहरूले त्यो लिएर यहाँ उपस्थित भएका छौँ। वास्तवमा हाम्रो नेपाली समाजलाई यहाँनिर हेर्ने हो भने हामीले के थाहा पाउन सक्छौँ भन्दाखेरि पहिला चाहिँ पेसाको आधारमा यो जात जाति छुट्याएको भनेर हामीले थाहा छ। तर पछि त्यही जात जाति भाषा धर्म संस्कृति रङको आधारमा गएर चाहिँ भेदभाव बढ्दै गयो है। त्यही भेदभाव बढ्दै गएपछि अब त्यसलाई घटाउनको लागि त विशेष त अब अहिले धेरै कानुनहरू बनेका छन्, अदालतले पनि धेरै फैसलाहरू दिइरहेको छ। त्यही कुरालाई लिएर चाहिँ अहिलेसम्म के कस्तो त्यस्तो डिस्क्रिमिनेसन इक्वालिटी मेन्टेन गरेर डिस्क्रिमिनेसनलाई हटाउनको लागि चाहिँ नेपाल सरकार तथा के कस्तो प्रोग्रेस गरेको छ त भनेर हामीले लिएर आएका छौँ। त्यसमा पनि विशेष त हामीले कानुनको पार्टहरूलाई नै यहाँनिर लिएर आएका छौँ। सो सर्वप्रथम चाहिँ म केबाट सुरु गर्न चाहन्छु भन्दाखेरि नेपालको संविधानको प्रस्तावनाबाट सुरु गर्न चाहन्छु। हामी सबैलाई थाहा छ नेपाल एउटा बहुजातिक बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक देश हो। नेपालको यही कुरालाई मध्यनजर गर्दै धार्मिक सहिष्णुता एकता कायम गर्दै नेपालमा जति पनि जात जाति भाषा धर्म संस्कृति व्यवसाय यस कुनै पनि आधारमा चाहिँ विभेद नगरिकन समावेशितालाई गर्दै सहभागितावाला सिद्धान्त चाहिँ अवलम्बन गर्दै एउटा समतामूलक समाज निर्माण गर्ने भनेर सङ्कल्प नेपालको संविधानको प्रस्तावनाले दिएको छ। त्यसै गरी आएर नेपालको संविधानकै धारा 18 मा गएर हेर्ने हो भने समानताको हक दिएको छ। समानताको हकलाई हेर्ने हो भने नेपालको सबै नागरिकहरूलाई हरेक कुरामा चाहिँ समान व्यवहार गरेको छ। कानुनबाट प्रदान गरिने कुनै पनि सुविधाहरूबाट चाहिँ कुनै पनि नागरिकहरूलाई वञ्चित गरेको छैन भन्ने व्यवस्था संविधानले गरेको छ। डिस्क्रिमिनेसनलाई हेर्दाखेरि हामीले यही धाराले चाहिँ पोजिटिभ डिस्क्रिमिनेसनलाई पनि इन्क्लुड गरेको छ है। जस्तै महिला अनि दलित अनि थारू मधेसी उनीहरूको लागि चाहिँ उनीहरूको सशक्तिकरणको लागि चाहिँ उनीहरूलाई प्रायोरिटी दिने भन्ने कुरा गरेको छ। जुन यो पनि एउटा प्रोग्रेस नै नेपालको संविधानको। त्यसै गरी आएर हाम्रो यदि इतिहास हेर्ने हो भने हाम्रो पहिला चाहिँ के व्यवस्था थियो भन्दाखेरि महिलालाई चाहिँ सम्पत्ति नदिने, आमाबाको पैतृक सम्पत्तिमा चाहिँ महिलालाई कुनै पनि अधिकारहरू दिएको थिएन। यही कुरालाई लिएर चाहिँ 2052 सालमा मीरा ढुङ्गानाले चाहिँ सर्वोच्चमा रिट हाल्नुभएको थियो। जसको कारणले गर्दाखेरि चाहिँ त्यसबाट के फैसला आयो भन्दा 1 वर्षभित्र चाहिँ आवश्यक कानुनहरू निर्माण गर्नु भनेर फैसला अदालतले आदेश दिएको थियो। अनि त्यही बमोजिम चाहिँ मुलुकी ऐनमा 11औं संशोधन भएर चाहिँ महिलालाई पनि पैतृक सम्पत्तिमा चाहिँ समान हक दिने भन्ने कुरा गरेको छ। त्यही कुरालाई लिएर अहिलेको हाम्रो नेपालको संविधानको धारा 18 को 5 मा पनि त्यसको व्यवस्था गरेको छ है। त्यसै गरी आएर अर्को हाम्रो नेपालको संविधानकै धाराको 24 मा जाने हो भने छुवाछुत तथा भेदभाव विरुद्धको हक भनेर मौलिक हकको रूपमा त्यसको सुनिश्चितता गरेको छ। यसमा चाहिँ कसैले पनि केही आधार जात जाति भाषा धर्म संस्कृति व्यवसाय कसैको पनि अथवा शारीरिक अवस्था कसैको पनि आधारहरू लिएर चाहिँ विभेद गर्न पाइँदैन भन्ने कुरा गरेको छ। यही कुरामा भर्खरैको नवराज विक्रमको केस पनि हामीलाई अवगत नै छ। त्यसमा चाहिँ एउटा उहाँ आफूभन्दा ठुलो जातको र उनीहरूको लभ परेको थियो अनि विवाह गर्न जाँदाखेरि चाहिँ रुकुममा पुरै गाउँले नै उहाँहरूलाई लभ काटेर चाहिँ भेरी नदीमा लगेर देश मार्ने खसालेर उहाँहरूको देश भएको थियो। त्यही कुरामा चाहिँ जिल्ला अदालतले के गर्यो भन्दाखेरि आमा र छोरीलाई चाहिँ जाति छुवाछुत तथा भेदभावको विषयमा मुद्दा लगायो भने बाँकी गाउँको 25 जनालाई चाहिँ जन्मगैदको फैसला सुनाएको छ। त्यही कुरा पनि एउटा जुडिसियरीले गरेको प्रोग्रेसिभ कुरा हो। अब यो कुरा अहिले उच्च अदालतमा पनि गएको छ, त्यसको फैसला आउन बाँकी नै छ। त्यसै गरी आएर नेपालको संविधानको धारा 40 मा पनि हेर्ने हो भने दलितका लागि हक दिएको छ। यसमा उनीहरूको सामाजिक सुरक्षाको हकको कुरा होस्, उनीहरूलाई सशक्तिकरणको लागि होस्, उनीहरूलाई वासस्थानको लागि होस्, त्यो सबै कुराको लागि चाहिँ समानता ल्याउनको लागि चाहिँ संविधानले त्यसको पनि व्यवस्था गरेको छ। त्यसै गरी आएर यसमा संविधानले चाहिँ अहिले भनेको छ, अघि नै हाम्रो माननीय ज्यूहरूले पनि भन्नुभएको थियो नेपालको संविधानले किन धेरैजना डाहाहरू छ त्यतिकै डाहा पक्कै पनि गरेका होइन। किनकि एसियाको बेस्ट संविधान भनेर चिनिने यो संविधानले यसमा धेरै राम्रो यसको इम्प्लिमेन्टेसनको पार्ट छुट्यो होला, तर यसको धेरै यस्तो प्रोभिजनहरू ल्याएको छ। दलित आयोगको दफा 275 मा व्यवस्था गरेको छ, यसको काम कारबाही के हुन्छ भनेर दफा 256 मा व्यवस्था गरेको छ। त्यस्तै गरी आएर यस्तो छुवाछुत कसुरदार गर्नेहरूको लागि चाहिँ सजाय गर्नको लागि भनेर 2068 को पनि व्यवस्था गरेको छ।
त्यसै गरी आएर हाम्रो स्थानीय तहमा हेर्ने हो भनेदेखि महिलालाई समावेश गर्नको लागि उनीहरूको सशक्तिकरण गर्नको लागि चाहिँ हरेक वडाको सदस्यमा चाहिँ एकजना दलित महिलालाई चाहिँ समावेश गर्नै पर्नेछ भनेर त्यसको पनि व्यवस्था गरेको छ। त्यसै गरी गएर अर्को हेर्ने हो भनेदेखि हाम्रोमा अहिले दलित महिलाहरूको लागि संरक्षण गर्नको लागि समावेशताको लागि चाहिँ हामीले 9% महिलाहरूको संरक्षण गर्ने भनेर त्यसको पनि व्यवस्था गरेको छ। त्यस्तै गरी आएर अब अघि हामीले भन्यौँ डिस्क्रिमिनेसन थुप्रै विभिन्न आधारहरू हुन सक्छ, चाहे त्यो कुकुर होस्, चाहे त्यो धर्म होस्, चाहे त्यो संस्कृति होस्, चाहे हाम्रो रङ होस्, सबै कुरामा गर्छ। अपाङ्ग हाम्रो शारीरिक अवस्था कस्तो छ त्यसको आधारमा पनि त्यहाँ विभेदहरू धेरै भइरहेको हुन्छ। कानुनले यो कुरा सुनिश्चित गरे पनि जस्तै त्यसको अपाङ्गता अधिकार 2074 छ, त्यसलाई लागू गर्न भनेर 2077 मा कानुन अधिकार नियमावली पनि आएको छ हैन। त्यस्तै गरी अपाङ्गता सम्बन्धी उच्च स्तरीय संयन्त्र पनि आएको छ। त्यस्तै गरी आएर सामाजिक समावेशिताकै लागि भनेर भातृ संस्थामा सामाजिक समावेशिता भन्ने कुराहरू पनि आएको छ। त्यसै गरी यो डिस्क्रिमिनेसनको कुरा गर्दाखेरि चाहिँ हाम्रो इम्प्लोइमेन्टको आधारमा पनि डिस्क्रिमिनेसन भइरहेको छ कि आज नेपालको कतिजना हामीले इम्प्लोइमेन्ट नपाएर होइन, यहाँ अवसर नपाएर त उनीहरू बाहिर फरेन इम्प्लोइमेन्टको लागि गयो नि त। जो शक्तिमा छ, जोसँग पैसा छ उनीहरूले आनन्दले जागिर पाउँछन्। आज दलितको लागि भनेर छुट्याएको, दुर्गम क्षेत्रको लागि भनेर छुट्याएको कोटामा आएर हाम्रो कस्तो मान्छे सांसद बन्नुभएको छ भन्ने कुरा हामीलाई थाहा छ है। दुर्गम क्षेत्रको भनेर अब हाम्रो नेपालकै धनी मान्ने व्यक्ति पनि माननीय भएको छ हैन। त्यस्तै गरी आएर यस्तो कुराको लागि भनेर चाहिँ अलिकति इम्प्लोइमेन्ट अपर्च्युनिटीलाई इक्वालिटी ल्याउन भनेर जस्तै युथहरूले पनि युथ पोलिसी, युथ भिजन 2025, युथ इम्प्लोइमेन्ट फन्डहरू पनि हालिरहेका छन्। सो यी लगायत थुप्रै यो नन डिस्क्रिमिनेसन तथा इक्वालिटीको लागि चाहिँ नेपालमा चाहिँ यस्ता पोलिसीहरू चाहिँ डेभलप भएका छन्। तर यसमा साथसाथै यसको थुप्रै च्यालेन्जेसहरू पनि छन्। अनि म यसको च्यालेन्जेसको बारेमा बताउनको लागि चाहिँ म हाम्रो ग्रुपको मेम्बर साथीलाई बोल्न चाहन्छु। धन्यवाद। साथीले भन्नुभयो धेरै कानुनहरू बनेको छ, धेरै कानुनहरू बनेको त छ, तर त्यो कानुनहरू कार्यान्वयनमा आएको छ कि छैन? धेरै कानुनहरू कार्यान्वयनमा आएको छैन। सर्वप्रथम हाम्रो च्यालेन्ज भनेको चाहिँ यो रहेको छ। साथै महिलालाई धेरै पदमा धेरै पर्सेन्टेज अलोकेट गरेको छ हैन, तर पर्सेन्टेज अलोकेट गरेको छ त्यहाँ बसेर डिसिजन मेकिङ पावर जुन हुन्छ त्यो महिलालाई दिएको छ कि छैन भन्ने कुरामा पनि प्रश्न उठिरहेको छ। अर्को भनेको दलित आयोग, महिला आयोग जस्तै गरेर धेरै संवैधानिक आयोगहरू बनेको छ कि त्यो आयोगहरूको बारेमा महिलालाई नै थाहा छैन, दलितलाई नै थाहा छैन। त्यो आयोग बन्यो तर टार्गेट पिपुलको निड के हो त्यो थाहा नभइकन बन्यो जस्तो लाग्छ मलाई। किन भन्दाखेरि आयोग बनाउँदा, कानुन बनाउँदा जुन टार्गेट पिपुल हो, जुन टार्गेट ग्रुप हो तिनीहरूलाई इन्क्लुड गरेर चाहिँ कानुनहरू बनाउनु पर्छ जस्तो लाग्छ, जुन चाहिँ भइरहेको छैन अहिले। जो सम्बन्धित निकायमा जो मानिसहरू हुन्छ उहाँहरूले नै बनाउनु हुन्छ। अर्को भनेको कानुन बन्यो, कार्यान्वयन भयो भएन भनेर हाम्रो अनुगमन पनि भएको छैन। कतिसम्म इम्प्लिमेन्ट भयो, कति कहाँनिर कति प्रोग्रेस भयो भनेर अनुगमन गर्न पर्ने हो जस्तो लाग्छ मलाई चाहिँ। प्रशासनिक निकायका कर्मचारीहरू उत्तरदायी हुनु हुँदैन। कतिपय ठाउँमा पदहरू रिक्त भएको हुन्छ अनि त्यही रिक्त पदमा चाहिँ आफ्नो मान्छे ल्याएर हाल्ने जो एकदम क्यापेबल हुन्छ त्यो मान्छेहरू चाहिँ अपर्च्युनिटी पाइरहनु भएको छैन। यो आधारमा पनि डिस्क्रिमिनेसन हुन्छ जस्तो लाग्छ मलाई। अपर्च्युनिटीकै केसमा गर्दाखेरि एज ग्रुपको जो माथि एज ग्रुप हुनुहुन्छ उहाँहरू एक्सपिरियन्स हुनुहुन्छ, हामी युथहरूसँग एक्सपिरियन्स हुँदैन। अपर्च्युनिटीकै केसमा पनि डिस्क्रिमिनेसन भइरहेको छ जस्तो लाग्छ। यो रूढिवादी जुन यो सोचहरू छ मान्छेको, जस्तै पिरियड भएको बेलामा मन्त्री सार्नु हुँदैन, चुनाव हुँदैन, यो प्रचलन अझै पनि छ जस्तो लाग्छ। यो सोचलाई चाहिँ परिवर्तन गर्नुपर्ने छ। कानुनमा धेरै कुराहरू लेखेको छ, दफा 24, दफा 40 लागू गर्नका लागि हालसम्म नियमावलीहरू चाहिँ बनेको छैन। लेखेर मात्रै कार्यान्वयन त हुँदैन, नियमावली बनाउनु पर्ने छ। तथ्याङ्कहरू सङ्कलन गर्ने पिरियडिक रूपमा चाहिँ हाम्रो डाटा
कलेक्सनहरू गर्ने हाम्रो जुन लहरू इम्प्लिमेन्ट भएको छ त्यो कतिसम्म इम्प्लिमेन्ट भयो, कति पर्सेन्टेजलाई पुग्न बाँकी छ, अझै हामीले के गर्नुपर्ने छ भनेर चाहिँ ध्यानाकर्षण गर्नुपर्ने छ। यति भन्दै अब रिकमेन्डेसनको लागि म मेरो साथीलाई बोलाउँछु। धेरै धन्यवाद साथी। हाम्रो चाहिँ नन डिस्क्रिमिनेसन एन्ड इक्वालिटी टपिक भएको थियो। अब साथीहरूले प्रोग्रेस र हाम्रो यो च्यालेन्जको कुरा भन्नुभयो। अब त्यहाँ कसै कम्पनीजको मिटिङ छ मेजर के हुन सक्छ भन्नको लागि चाहिँ हामीले आफ्नो जानेसम्मको पोजिसनको चाहिँ हामीले यसमा रिकमेन्डेसन राखेको छौँ। अब यो नन डिस्क्रिमिनेसन एन्ड इक्वालिटी भनेको एकदम भेग टपिक भयो। भेग टपिक भएको कारणले गर्दा चाहिँ हामीले सबै कुरा चाहिँ समेट्न पाएनौँ। यसमा चाहिँ हामीले स्पेसली वुमेन भयो, अनि त्यसलाई डिजेबल पर्सनको कुराहरू आएको छ, अनि यो दलित समितिको कुराहरूलाई र अरू कुरालाई हामीले हल्का हल्का समेटेर बुझेका छौँ। त्यसमा चाहिँ हाम्रो रिकमेन्डेसन चाहिँ के हुन सक्छ भन्दाखेरि चाहिँ हाम्रो आवश्यक कानुन तथा नीतिको निर्माण गर्ने। कानुनहरू त हाम्रो अलरेडी डेभलप भएको छ, तर डेभलप भयो भने त्यो चाहिँ हाम्रो अप्रोप्रिएट वेमा सबै मान्छे ग्राउन्ड डेभलपमेन्ट त्यो इम्प्लिमेन्ट नभएको, सबैले नबुझेको हुनाले चाहिँ यसलाई चाहिँ हामीले अवेरनेसको टाइपमा लगाउन सक्छौँ। र यसको लागि चाहिँ हामीले नियमको निर्माणहरू भएको चाहिँ सबैलाई यस्तो यस्तो भनेर बुझाउन पनि सक्नेको एउटा रिकमेन्डेसन रहेको छ। अनि भएको कानुनको कार्यान्वयनलाई पनि कसरी इफेक्टिभ गर्न सकिन्छ, कसरी सस्टेनेबल गर्न सकिन्छ, र कम्युनिटी लेभल लो लेभलको मान्छेलाई पनि यसको बारेमा कसरी बताउन सकिन्छ भन्ने कुरालाई पनि हामीले फलो गर्न सक्यौँ भने चाहिँ यसको समाधान हुन सक्छ। अर्को चाहिँ हाम्रो कार्यान्वयन